हामी पढ्न गइरहेछौँ कलर व्हील कतिवटा के हुन्छ भन्दाखेरि कलर व्हील तीनटा प्रकारको हुन्छ है कलर व्हील 3 टाइप्सको हुन्छ 3 टाइप्स यस 3 टाइप्सको हुन्छ कलर व्हील 3 टाइप्सको हुन्छ त्यो मध्ये कुन कलर हुन्छ प्राइमरी कलर सेकेन्डरी कलर एन्ड थर्डमा हुन्छ ट्रेजरी कलर है ट्रेजरी कलर हुन्छ है 3 प्रकारको हुन्छ कलर व्हील कति प्रकारको हुन्छ 3 प्रकारको हुन्छ त्यसमा प्राइमरी कलर हुन्छ सेकेन्डरी कलर हुन्छ र ट्रेजरी कलर हुन्छ है प्राइमरी कलर त्यसपछि हामी सुरुमा के पढौं भन्दाखेरि प्राइमरी कलर पढौं है त प्राइमरी कलर कतिवटा हुन्छ भन्दाखेरि अब प्राइमरी कलर 3टा हुन्छ 3टा हुन्छ कुन हुन्छ रेड येलो एन्ड ब्लू हुन्छ है यो 3टा कलर हुन्छ यो 3टा कलर हामीले बनाउँदैनौं यो 3टा कलर कसले बनाउँछ भगवानले बनाएको कलर हुन्छ यो हामीले मिक्स गरेर निकाल्न सक्दैनौं रेड येलो ब्लू मिक्स गरेर निकाल्न सक्दैन बरु यो 3टा कलरले हामी दुनियाको जुन सुकै कलर हुन्छ त्यो मिक्स गरेर निकाल्ने गरेका छौं है प्राइमरी कलर हजुर है रेड येलो एन्ड ब्लू यो 3टा कलर कुन हुन्छ भगवानले बनाएको कलर हो प्राइमरी कलर कुन हुन्छ रेड येलो एन्ड ब्लू यो फेरि यो 3टै कलर के हुन्छ भगवानले बनाएको कलर हो हामीले बनाउन सक्दैनौं र यो कलर भनेको रेड येलो एन्ड ब्लू हो है बुझ्नुभयो अब हामी के गर्छौं सेकेन्डरी कलर पढ्छौं है त सेकेन्डरी कलर भने के हो भनेर है ल यो मेटम सेकेन्डरी कलर भनेको के हो भन्दाखेरि प्राइमरी कलर टु प्राइमरी कलर मिक्स भयो भने के हुन्छ सेकेन्डरी कलर निस्किन्छ प्राइमरी कलर टु प्राइमरी कलर मिक्स भयो भने सेकेन्डरी कलर निस्किन्छ है सेकेन्डरी कलर भनेको